नमस्कार साथीहरू, जीवन कहिलेकाहीँ कति कठिन हुन्छ हैन। हामी सपना देख्छौं, लक्ष्य बनाउँछौं, मेहनत गर्छौं, तर हरेक चोटि सफलता हाम्रो हातबाट चिप्लिएर जान्छ। कहिले हामी असफल हुन्छौं, कहिले हाम्रो सपना विश्वास डगमगाउँछ र हामी कहिलेकाहीँ त हामी आफैलाई आफ्नै जीवनमा आशा मर्ने जस्तो लाग्छ। तर आजको यस भिडियोमा म तपाईहरुलाई भन्न चाहन्छु, दुःख हाम्रो सबैभन्दा ठूलो शिक्षक हो। जीवनमा कोही छैन जसले दुःख भोगेको छैन। हामी सफल व्यक्तिहरूलाई देख्छौं, तिनीहरूको जितलाई सम्मान गर्छौं, तर हामी भित्रैभित्र आफ्नो दुःखलाई सरापिरहन्छौं। तर के तपाईहरुलाई थाहा छ, दुःख नै सफलताको मार्गचित्र हो। महान व्यक्तिहरूको इतिहास हेर्नुहोस्। एडिसनले 1000 पटक बल्ब बनाउने प्रयास गरे। अब्राहम लिंकनले धेरैचोटि चुनाव हारे। कलामको सपना गरिबीका कारण चकनाचुर हुने लागेको थियो, तर उनीहरू सबैले एउटै कुरा गरे, दुःखलाई आफ्नो शक्तिमा बदले। म तपाईलाई सोध्न चाहन्छु, तपाई किन हार मान्न चाहनुहुन्छ? के सपना देख्नु भन्दा अघि नै हार मान्नु भयो? के समाजको कुरा सुनेर पछाडी हट्नु भयो? के असफलता आएपछि आफूलाई कमजोर महसुस गर्नुभयो? के जीवनले चोट दिएपछि तपाई उठ्न सक्नुहुन्न भन्ने सोचले हो? यदि तपाई यी मध्ये कुनै पनि कुराले आफूलाई रोकेका छौ भने आजबाट त्यो सोच बदल्नुहोस्। दुःखको अर्थ यो होइन कि तपाई कमजोर हुनुहुन्छ। दुःखको अर्थ यो होइन कि तपाई असफल हुनुहुन्छ। दुःखको अर्थ हो तपाई अझ बलियो बन्न लाग्नु भएको छ। दर्शकबिन, जीवनमा धेरैचोटि तपाई एक्लो महसुस गर्नुहुनेछ। कसैले तपाईलाई सहयोग गर्ने छैन। तपाईको सङ्घर्ष कसैले देख्ने छैन। तपाई रोइरहनु हुनेछ, तर कोही नदेख्नेछन्। त्यस समयमा आफैले सम्झनुहोस्, यो समय जान्छ। अन्धकार रातपछि सूर्य उदाउँछ। बर्खाको झरीपछि इन्द्रेणी आउँछ। आज तपाईले सहनु परेको पीडा भोलि तपाईको सफलता बन्नेछ। कतिपटक तपाईले सोच्नु भएको छ, अब म सक्दिन। तर याद गर्नुहोस्, जब तपाई सोच्दै हुनुहुन्छ कि अब सकिँदैन, तब नै तपाईको भित्रको शक्ति एकचोटि अझै बिउजिन चाहन्छ। तपाई कमजोर हुनुहुन्न। तपाई असफल हुनुहुन्न। तपाईको जिन्दगी सकिएको छैन। तपाईको भविष्य अझै बाँकी छ। समस्याहरूलाई सामना गर्नुहोस्, गल्तीबाट सिक्नुहोस्, आफ्नो हरेक चोटलाई शक्तिमा बदल्नुहोस्। भन्छन् नि साथीहरू, साँचो हीरा आगोमा पोलेर मात्र चम्किन्छ। साँचो हीरा धेरै चोटि काटेर मात्र राम्रो देखिन्छ। त्यस्तै तपाईको जीवनमा आउने सबै सङ्घर्षहरू तपाईलाई तयार पार्दैछन्। आज तपाईलाई दुःख लागेको छ, ठिक छ, यो तपाईको लागि परीक्षा हो। आज तपाईलाई लाग्छ कि कोही तपाईको साथमा छैन, ठिक छ, यो तपाईलाई आत्मनिर्भर बनाउने अवसर हो। आज तपाईले ठूलो असफलता भोग्नु भएको छ, ठिक छ, अब तपाईले सफलता अझ मिठो लाग्नेछ। दर्शकबिन, यो भाषण सुनेर तपाई प्रेरित हुनु भएको होला, तर अब तपाईले गर्नुपर्ने मुख्य काम के हो त? आफ्नो कमजोरीलाई स्वीकार गर्नुहोस्, तर कहिल्यै हार नमान्नुहोस्। हर दिन एक सानो लक्ष्य राख्नुहोस् र त्यो पूरा गर्नुहोस्। आफ्नो विगतलाई सम्झेर रुने होइन साथीहरू, भविष्य बनाउने उपाय खोज्नुहोस्। आफ्नो पीडालाई आफ्नो शक्तिमा बदल्नुहोस्। हर प्रयास असफल भए पनि अन्तिम पटक फेरि उठ्नुहोस्। जीवन सजिलो हुँदैन, तर याद राख्नुहोस्, सजिलो जीवनले कहिल्यै महान व्यक्ति बनाउँदैन। तपाई आज सङ्घर्ष गरिरहनु भएको छ भने त्यो तपाईको विजयको यात्रा हो। तपाई आज एक्लो हुनुहुन्छ भने त्यो तपाईको आत्मबल बढाउने अवसर हो। तपाई सक्नुहुन्छ। तपाई सक्षम हुनुहुन्छ। तपाईको यात्रा अझै बाँकी छ। उठ्नुहोस्, आफूलाई प्रमाणित गर्नुहोस् र दुनियाँलाई देखाउनुहोस्, दुःख जित्न सकिन्छ। जीवन सधैँ सजिलो हुँदैन। यहाँ सुख पनि छ, दुःख पनि छ। कहिलेकाहीँ हामी त्यस्ता क्षणहरूमा पुग्छौँ जब सबै कुरा अँध्यारो देखिन्छ। हाम्रो हरेक प्रयास निष्फल जस्तो लाग्छ। तर मित्रहरू, तपाईले बुझ्नै पर्छ कि सफलताको मुख्य रहस्य भनेको दुःख सहन सक्ने शक्ति हो। आज म तपाईहरूलाई यस भिडियोमा सङ्घर्ष, धैर्य र आत्मविश्वासको कथा सुनाउन चाहन्छु साथीहरू। यो कथा तपाईलाई शक्ति दिनेछ, तपाईको मनोबल बढाउनेछ र तपाईलाई जिन्दगीमा अगाडि बढ्न प्रेरित गर्नेछ। त्यसैले यो कथालाई तपाईहरू ध्यानपूर्वक सुन्नुहोस् र आफ्नो जीवनमा लागू गर्नुहोला। र साथीहरू, तपाईहरूसँग एउटा छोटो गुजारिस छ, भिडियोमा अहिलेसम्म बनेर बस्नु भएको छ र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने
भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गरी मसँग जोडेर बस्नुहोस् यस्तै भिडियोजहरू देख्न र सुन्नको लागि। आउनुहोस् साथीहरू, तपाईँहरूको धेरै समय नलिँदै कथालाई सुरु गरौँ। दर्शकबिन, के तपाईँले थाहा छ कि हरेक महान व्यक्तिहरूले आफ्नो जीवनमा ठुलो सङ्घर्ष गरेका छन्? आइन्स्टाइनलाई बच्चामा मानसिक रूपमा कमजोर भनिएको थियो। थोमस एडिसनलाई विद्यालयबाट हटाइएको थियो। अब्राहम लिङ्कनले बारम्बार चुनाव हारेका थिए, तर उनीहरूले हार स्वीकार गरेनन्। यही कुरा तपाईँको जीवनमा पनि लागू हुन्छ। तपाईँ आज सङ्घर्ष गरिराख्नु भएको छ भने बुझ्नुहोस् कि यो नै तपाईँको सफलताको बाटो हो। दुःख बिना कोही पनि ठुलो मान्छे बन्दैनन्। सङ्घर्षले तपाईँलाई बलियो बनाउँछ। हरेक चोट, हरेक अपमान, हरेक असफलता तपाईँले अझ उचाइमा पुर्याउने एउटा खम्बा मात्र हो। सोच्नुहोस् कि एक किसानले बिउ रोप्दा त्यो बिउले पहिलोचोटि अँध्यारो माटोभित्र सङ्घर्ष गर्छ। त्यो सङ्घर्ष नगरेको भए त्यहाँ कुनै बिरुवा उम्रन सक्ने थिएन। त्यसै गरी तपाईँको जीवनमा आइरहेका समस्याहरू तपाईँलाई अझ मजबुत बनाउँदैछन्। चुनौतीहरू बिना कुनै पनि व्यक्ति उचाइमा पुग्न सक्दैन। सङ्घर्षका समयमा सबैभन्दा ठुलो कुरा आत्मविश्वास हो। जब तपाईँ आफैलाई विश्वास गर्नुहुन्छ तब तपाईँका अगाडि आउने हरेक चुनौतीहरू कमजोर हुन थाल्छन्। आत्मविश्वास भनेको आफैलाई बुझ्ने क्षमता हो। तपाईँ जे सोच्नुहुन्छ तपाईँ त्यही बन्न सक्नुहुन्छ। कल्पना गर्नुहोस्, एउटा सानो चरा आफ्नो पखेटा हल्लाएर उड्ने प्रयास गरिरहेको छ। उसलाई थाहा नै छैन कि उड्न सक्छ कि सक्दैन, तर ऊ प्रयास गरिरहन्छन्। एक दिन ऊ आकाशमा स्वतन्त्र रूपमा उड्न सफल हुन्छ। तपाईँ पनि यदि आत्मविश्वासका साथ अगाडि बढ्नुहुन्छ भने कुनै पनि असम्भव जस्तो देखिने कुराहरूलाई सम्भव बनाउन सक्नुहुन्छ। साथीहरू, हामीमध्ये धेरैले एक दुई पटक असफल भएपछि नै हताश भएर हिम्मत हार्छौँ। तर जीवनमा धैर्य नै सफलता प्राप्त गर्ने अर्को रहस्य हो। जब तपाईँले आफ्नो लक्ष्य पहेल्याउनुहुन्छ त्यसलाई प्राप्त गर्नका लागि निरन्तर मेहनत गर्नुपर्छ। साथीहरू, बाँसको बिरुवालाई हेरौँ। पहिलो 5 वर्षसम्म बाँसको बिउ माटोमुनि कुनै परिवर्तन देखिँदैन, तर त्यसपछि 6 महिनाभित्रै त्यो 80 फिट लामो बन्छ, किनभने त्यो 5 वर्षसम्म आफ्नो जरा मजबुत बनाइरहेको हुन्छ। तपाईँको जीवन पनि त्यस्तै हो। अहिले तपाईँको सङ्घर्ष तपाईँलाई बलियो बनाइरहेको छ। विचार गर्नुहोला। साथीहरू, जीवनमा कसरी अगाडि बढ्ने त? म तपाईँहरूलाई जीवनमा अगाडि बढ्ने केही उपायहरू बताउन गइरहेको छु। तपाईँहरू ध्यानपूर्वक सुन्नुहोस्। तपाईँले सफल हुनबाट रोक्न मुख्य कुरा तपाईँको नकारात्मक सोच हो। जब तपाईँ सोच्नुहुन्छ कि तपाईँ गर्न सक्नुहुन्न, त्यही बेला तपाईँको असफलता सुरु हुन्छ। त्यसैले सधैँ सकारात्मक सोच राख्नुहोस्। कुनै पनि सफलता सजिलै प्राप्त हुँदैन। तपाईँलाई दिनरात मेहनत गर्नै पर्छ अनि मात्र तपाईँ सफल हुनुहुन्छ। हरेक असफलता एक सिकाइ हो साथीहरू। गल्ती गर्नु कुनै अपराध होइन, तर त्यही गल्तीबाट नसिक्नु ठुलो समस्या हो। त्यसैले गल्ती त हरेक मानिससँग हुन्छ, तर त्यो गल्तीबाट सिक्नुहोस् र त्यसलाई सुधार गर्नुहोस् र जीवनमा अगाडि बढ्नुहोस्। सफलता प्राप्त गर्न समय लाग्छ। तपाईँले एक रातमै केही ठुला उपलब्धि गर्न सक्नुहुन्न। धैर्य राख्नुहोस्, निरन्तर अघि बढ्नुहोस्। जो व्यक्ति धैर्य राखेर निरन्तर मेहनत गर्दै जान्छन् त्यो एक न एक दिन अवश्य नै सफलता हासिल गर्छन्। कुनै पनि हालतमा तपाईँले हार मान्नु हुँदैन। हरेक असफलताबाट पाठ सिकेर अगाडि बढ्नुहोस्। प्रिय साथीहरू, भिडियोको अन्तमा म तपाईँहरूलाई भन्न चाहन्छु, जीवनमा दुःख, सङ्घर्ष, चुनौतीहरू आउँछन् नै, तर ती चुनौतीहरू नै तपाईँलाई बलियो बनाउने अवसरहरू हुन्। जब तपाईँ दुःखबाट भाग्न खोज्नुहुन्छ तब तपाईँ आफ्नो सफलताको बाटो बन्द गर्दै हुनुहुन्छ। जब तपाईँ ती कठिनाइहरूसँग लडेर सामना गर्नुहुन्छ तब तपाईँको जीवन उज्यालो बन्छ। त्यसैले कुनै पनि हालतमा हार नमान्नुहोस्। आफूमा विश्वास राख्नुहोस्। निरन्तर अघि बढ्नुहोस्, किनभने तपाईँ सक्षम हुनुहुन्छ। तपाईँ बलियो हुनुहुन्छ र तपाईँको सफलता अवश्य आउनेछन्। धन्यवाद।